काठमाडौँको यो बागमती किनारामा अहिले यो फोहोरको डुङ्ग्रो त बगि नै रहेको छ, गनाइरहेको छ। नेपाल सरकारले यस बागमती नदीलाई चाहिँ दुर्गन्धरहित कहिले बनाउँछ थाहा छैन, तर तपाईँ हेर्न सक्नुहुन्छ यो सूर्यास्तको समयको रातो घाम नेपथ्यमा सुन्दर देखिरहेको छ। तपाईँ यतिखेर मलाई हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानलमा र मेरो नाम हो सरोज थापा र यो काठमाडौँको अहिलेको दृश्य र यो सूर्यनारायणलाई तपाईँ दर्शन गर्न सक्नुहुन्छ नजिकबाट 10x को मद्दतले। फेरि पनि अन्य भिडियोको साथमा उपस्थित हुनेछु। त्यति जेलसम्मको लागि म सरोज बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, जय नेपाल।